Okay, happy Resurrection Day and happy Sunday. यो चाहिँ भर्खर सुतिरहेको थियो अनि जरक्क उठेछ हामी चर्च जान आँट्यो भनेर रेडी थाहा पाइहाल्यो यसले ल बाई जय मसीह इट्स अ ब्युटिफुल डे आज एकदम धेरै सन लागिरहेको छ घाम लागिरहेको छ अनि तपाईहरुलाई ह्यापी रेजरेक्सन डे भन्न चाहन्छु आज यीशु ख्रीष्ट 2025 वर्ष अगाडि है भन्दा अगाडि चाहिँ उहाँ बौरी उठ्नु भएको आजको दिन हामी रेजरेक्सन डे भन्छौं अनि तपाईहरुलाई धेरै धेरै ह्यापी रेजरेक्सन डे भन्न चाहन्छु सो अब चाहिँ हामी चर्च जान रेडी भएको छौं लेट्स गो यसरी लेखिएको छ परमप्रभुमा धन्यवाद चढाओ किनभने उहाँ भलो हुनुहुन्छ र उहाँको करुणा सदा सर्वदा रहिरहन्छ इजरायलले भनोस् उहाँको करुणा सदा सर्वदा रहिरहन्छ उहाँ यहाँ हुनुहुन्न किनकि उहाँले भन्नुभयो बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ आमेन आमेन संगतिमा आज जे शिक्षण प्रभु तपाईले सहायता गर्नुहोस् प्रभु त्यो सिक्नमा परमेश्वर ज्ञान अनि बुद्धि विवेक दिनुहोस् प्रभु तपाईलाई धन्यवाद अनि मेरो विश्वास कस्तो छ मेरो जीवनमा इन केस भोलिको दिनमा गएर परीक्षाहरू आयो ट्रायल्सहरू आयो भने म विश्वासमा कतिको बलियो भएर स्थिर रहन सक्छु कतिको ढलबल हुन सक्दिन है यो कुराहरू गर्न जरुरी छ am I rooted deeply enough and built in Christ to endure storms in the time of testing will I be able to stay firm in faith right and how can I build spiritual endurance daily endurance स्थिरता भन्ने कुरो जुन छ यो सजिलो कुरो हैन देख्दाखेरि सुरुवात गर्न एकदमै सजिलो छ तर त्यसलाई पकडी राख्न परमेश्वर पिताको असीम प्रेम प्रभु येशू ख्रीष्टको प्रशस्त अनुग्रह पवित्र आत्माको अटुट संगति हामी सबै विश्वासीहरूको साथमा हाम्रो मण्डलीको साथमा साथै विश्वव्यापी मण्डलीको साथमा तपाईको दोस्रो आगमनसम्म सदा सर्वदा स्थिर भइरहेको हुन् आमेन आमेन जय मसीह जय मसीह
हुन्छ आजको हाम्रो रेजरेक्सन सर्भिस डे एकदम धेरै असल तरिकाले हामीले फिनिश गरिसक्यौं अनि म घर आइपुगेको छु। आजको वचन हाम्रो प्रकाश दाइले भन्नुभएको थियो इन्ड्युरेन्सको बारेमा, अन्तसम्म रहने समस्याहरू आउँदाखेरि प्रभुमा हामी स्थिर रहनुपर्छ भनेर। लुक मेरो पप्पी सो ह्याप्पी। सो थ्याङ्क यू सो मच मलाई तपाईहरुले सपोर्ट गर्नुभएकोमा, प्रेम गर्नुभएकोमा। हेर्नुहोस् ल ल ल ल भेट्नेछौँ। हुन्छ फेरि पनि हामी अर्को पालि भेट्नेछौँ। प्रार्थना वचनमा लागिरहनुहोस्। जय मसीह।